हार्दिक स्वागत छ। आज दिनभरिका घटनाका साथ यहाँहरूमाझ उपस्थित भइसकेको छु। सुरु गरौँ आज दिनभरिका समाचारका शीर्षकहरूबाट। सार्वजनिक संस्थानको वार्षिक स्थिति, सञ्चालनमा रहेका 43 मध्ये 16 वटा खातामा, नेप्सेमा सामान्य वृद्धि 6 अर्ब 3 करोडको कारोबार। इजरायली आक्रमणमा हमासको सैनिक शाखाका नयाँ कमान्डरको मृत्यु। संसदमा हर्क साम्पाङको सभामुखलाई आग्रह, या त प्रधानमन्त्रीलाई बोलाउनुहोस् या त मलाई निकाल्नुहोस्। काठमाडौँको कुलेश्वरबाट स्रोत नखुलेको 12 लाख सहित 3 जना पक्राउ। इजरायलका विमानस्थलमा ठूलो संख्यामा अमेरिकी सैन्य विमानको तैनाथी। बीमा प्राधिकरणको अध्यक्षका लागि दरखास्त आह्वान। वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने 2 जना पक्राउ। सर्वोच्चका न्यायाधीश श्रेष्ठलाई बोन म्यारो, भारतमा उपचार हुँदै आर्थिक संकलन नगर्न अपिल। घुस लिएका प्रहरी वरिष्ठ हलदार विरुद्ध मुद्दा दायर। चलचित्र विधेयकमाथि आएका सुझाव समेटेर थप परिष्कृत गरिनेछ सञ्चार मन्त्री तिमल सिन्हा। टोली लेखक र गुरुङलाई नयाँ कानून बनाएर कारबाही गर्न मानव अधिकार आयोगको सिफारिस। कोशी प्रदेश सभामा विवाद, पूर्व मुख्यमन्त्री राजेन्द्र राईले भाँचे माइक। एसियन गेम्स क्वालिफायर्समा नेपाली महिला क्रिकेट टिमको विजयी सुरुवात। तपाईहरुलाई आजको समाचार कस्तो लाग्यो त? यस्तै ताजा समाचारका लागि हाम्रो च्यानललाई लाइक, फलो, कमेन्ट गर्नुहोला। धन्यवाद।